पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति। भक्तपुर नगरपालिकाको प्रस्तुति खोपा साथ भक्तपुर आवाज। पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति। जोजोलोपा नमस्कार। भक्तपुर नगरपालिकाको रेडियो कार्यक्रम खोपस भक्तपुर आवाजको पर्खाइमा बस्नुहुने तपाईँ श्रोतामा हार्दिक अभिवादन। म हुँ तपाईँको आफ्नै प्रस्तुता रविन्द्र प्रसाद कोशी। ल मलाई प्रविधिमा साथ दिनुहुन्छ दाजु राजेश आडा। तपाईँले यो कार्यक्रम हरेक सोमबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म मात्र भक्तपुर एफएम 105.4 मेगाहर्जको रेडियो तरङ्गमा सुन्न सक्नुहुन्छ। भक्तपुर नगरपालिकाको रेडियो कार्यक्रम खोपसका सोमबारका अङ्क बाहेक अन्य 2वटा श्रृङ्खलाहरू पनि रहेका छन्। हरेक बुधबार बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म समसामयिक विषयमा तयार पारिएको रेडियो बुलेटिन सुन्न सक्नुहुनेछ भने हरेक शुक्रबार साँझ 6:30 बजेदेखि 7 बजेसम्म कला, संस्कृति र सम्पदा विशेष श्रृङ्खला सुन्न सक्नुहुनेछ। यी सम्पूर्ण श्रृङ्खलाहरू भक्तपुर नगरपालिकाको युट्युब च्यानल खोपस KSWOPASA खोपस मार्फत कुनै पनि बेला सुन्न र हेर्न सक्नुहुनेछ। तपाईँले भक्तपुर एफएमका कार्यक्रमहरू www.bhakturfm.com.np/live मार्फत र हाम्रो पात्र एप्स मार्फत संसारका कुनै पनि ठाउँबाट हामीलाई सुन्न सक्नुहुनेछ। भक्तपुर नगरपालिकाको रेडियो कार्यक्रम खोपसको सोमबार विशेष श्रृङ्खलामा विगत केही श्रृङ्खलाहरूदेखि हामी 2079-80 को वडागत सिंहावलोकनको क्रममा छौँ र योभन्दा अगाडिका श्रृङ्खलाहरूमा विभिन्न वडाहरूको वडागत सिंहावलोकन र यो आर्थिक वर्षको लागि विभिन्न योजनाका विषयमा हामी छलफल गर्दैछौँ। र यसै सन्दर्भमा आजको बसाइमा भक्तपुर नगरपालिका वडा नम्बर 2 को सम्बन्धमा कुराकानी गर्दैछौँ। विशेषतः भक्तपुर नगरपालिकाका 10 वडा मध्ये वडा नम्बर 2 पनि भौगोलिक हिसाबले ठुलो वडामा पर्दछ भने यहाँका विकास निर्माणका कुराहरू र गएको आर्थिक वर्ष अर्थात् 2079-80 मा सम्पन्न भएका विभिन्न क्रियाकलापहरू, गतिविधिहरू, विभिन्न सम्पदाहरूको विषयमा आजको बसाइमा हामी कुराकानी गर्दैछौँ र सँगसँगै आगामी वर्षका लागि अर्थात् यो आर्थिक वर्ष 2080-81 का लागि तय भएका विभिन्न विकास योजनाका विषयमा पनि कुराकानी गर्दैछौँ। यो कुराकानीका लागि आजको विषयमा हामीसँग हुनुहुन्छ भक्तपुर नगरपालिका वडा नम्बर 2 का वडा अध्यक्ष हरिप्रसाद बास्कोला। आउनुहोस् उहाँसँगको अन्तर्संवाद सुरु गरौँ। यहाँलाई कार्यक्रममा स्वागत छ सर। धन्यवाद। सुरुमै भनिसके विशेषतः यो विषयमा हामी वडागत रूपमा गएको आर्थिक वर्ष 2079-80 मा हामीले सम्पन्न गरेका गतिविधिका बारेमा विशेष कुराकानी गर्दैछौँ र समग्र रूपमा 2079-80 मा हामीले गरेको काम के कति काम सम्पन्न गर्यौँ अलिकति यसलाई सिंहावलोकन गरिदिनुहोस् न एकचोटि सरसर्ती। विशेष गरेर आर्थिक वर्ष 2079-80 मा जनताको चाहना अनुसार हामीले भेला गरेर उहाँहरूकै सुझाव अनुसार विभिन्न हामीले योजनाहरू छनौट गर्यौँ। त्यही अनुसार हामीले करिब 10-12वटा योजनाहरू हामीले हाम्रो 2 नम्बर वडामा हामीले सम्पन्न गर्यौँ र केही एउटा 2टा बाँकी पनि छ। र विशेष गरेर 82 स्टेट दक्षुफल्चा हामीले मर्मत गर्ने कार्य गर्यौँ। त्यस्तै हामीले खचुको लगायत विभिन्न ठाउँमा हामीले ढुङ्गा छाप्ने, जस्तै सुलमलामा पनि हामीले ढुङ्गा छाप्ने काम गर्यौँ। त्यस्तै शारदा स्कुलसँगैको बाटोमा पनि हामीले ढुङ्गा छाप्ने काम गर्यौँ। त्यस्तै 82 देखि जिल्ला प्रशासन कार्यालयमा पनि हामीले ढुङ्गा छाप्ने अनि इन्द्रायणी मन्दिर अगाडि पनि ढुङ्गा छाप्ने काम अहिले पनि भइरहेको छ। र हामीले नगरपालिका अगाडिको जुन हामी टुरिस्ट बस पार्क भन्छौँ त्यो भित्र पनि हामीले त्यसलाई व्यवस्थापन गर्नको निम्ति ढुङ्गा छाप्ने लगायत हामीले काम यस वर्ष हामीले गर्यौँ। र साथै हामीले नगरकोट सडकसँगै अथवा प्रभात माध्यमिक विद्यालय अगाडि हामीले पिटी बनाउने काम पनि यो वर्ष सम्पन्न गर्यौँ। त्यस्तै देकुमिवा इतापाके अन्तर्गत स्यालाचा जाने बाटोमा हामीले ढल राख्ने र प्लानिङकै हाम्रो 2.5 किलोमिटरको बाटो जुन पिच हुँदैछ त्यहाँ विभिन्न निर्माणको काम पनि अगाडि बढिरहेको म तपाईँलाई जानकारी गराउन चाहन्छु। र गएको वर्षको कुरा गर्ने हो भने जनताहरू विभिन्न समस्या लिएर विभिन्न गुनासा लिएर जनप्रतिनिधिहरूलाई भेट्न आउनुभएको थियो। त्यही अनुसार तत्काल हामीले पुरा गर्न मिल्ने काम पनि हामीले गर्दैछौँ। जस्तै कुनै ठाउँमा तल बन्द भएको हुन्छ त्यस्तो हामीले 1-2 दिनमै हामी त्यो कामलाई हामी सम्पन्न गरिदिएका थियौँ। त्यस्तै बत्तीको समस्या लिएर पनि आउनुहुन्छ, त्यसलाई पनि हामी समस्या समाधान गरिदिएका थियौँ। एउटा घरको आफ्नो व्यक्तिगत आफ्नो पारिवारिक समस्या लिएर पनि आउनुहुन्छ,
त्यसमा पनि हामीले धेरै छलफल गरेर हामी अगाडि बढिरहेका छौँ। यसरी जनताको विभिन्न समस्या गुनासाहरूलाई हामीले सकेसम्म हामीले बिस्तारै सम्बोधन गर्दै हामी अगाडि बढिरहेका छौँ। अब यो विशेष त भक्तपुर नगरपालिका एउटा जनघनत्वको हिसाबले अलिकति धेरै घरहरू भएको ठाउँ, यो हिसाबले पनि हाम्रा धेरै गतिविधिहरू विकास निर्माण अझ भनौँ बाटोघाटोसँगै सम्बन्धित नै रहे जस्तो लाग्यो। र हामी विगत श्रृङ्खलाहरूमा पनि वडागत रूपमा कुरा गर्दाखेरि धेरै जसो बाटो बनाउने, ढुङ्गा छपाई गर्ने, त्यस पछाडि विभिन्न भवन या भनौँ अझ भनौँ पाटी पौवा र मन्दिरकै कुरामा धेरै खर्च हुँदो रहेछ। मैले योसँगै जोड्न चाहेको विशेष त हामीले यो बाहेक र जनतासँग प्रत्यक्ष सरोकार राख्ने बाटो हुनु त त्यो पनि हो, तर त्योसँगै जीवन पद्धतिमा परिवर्तन ल्याउने खालका कुनै कार्यक्रमहरू जसले एउटा रोजगार पनि सिर्जना गरोस् र जनताको स्वास्थ्यमा जनताका अरू पक्षमा चाहिँ प्रभाव पार्ने किसिमका गतिविधिहरूले हामी के कस्ता गतिविधि चाहिँ हामीले गऱ्यौँ या गरिरहेका छौँ? हामीले अब जनताको सुझाव अनुसार हामीले विकास निर्माणको काम गर्ने बेलामा अहिले विशेष गरेर हाम्रो यो ढुङ्गा छाप्ने काम, त्यस्तै पाती मर्मत गर्ने, निर्माण गर्ने काम नै अगाडि बढिरहेको छ। त्योभन्दा पनि हामीले अरू काम पनि हामीले गरिरहेका छौँ। जस्तै अब साना साना भाइ बहिनीहरूको लागि हामीले प्ले स्टेसनहरू बनाउने, त्यस्तो पनि हामीले काम गरिरहेका छौँ। पर्टी जग्गा संरक्षण गर्ने, अनि विशेष गरेर हामीले यति मात्र नभइकन हामी जनताको हितको निम्ति विभिन्न गतिविधि पनि हामीले गरिरहेका छौँ। जस्तै स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रमहरू हामी गर्छौँ, कृषकहरूसँग सम्बन्धित विभिन्न कार्यक्रमहरू हामीले गरेका थियौँ। जस्तै कौशी खेती, फोहोर मैला व्यवस्थापन तालिम हामीले गरेका थियौँ। त्यस्तै हामीले स्वास्थ्यसँग सम्बन्धित नाक कान घाँटी शिविर हामीले गऱ्यौँ। दम खोकी श्वास प्रश्वास सम्बन्धी शिविर पनि हामीले राख्यौँ। अनि युवाहरू खेलप्रति चाहना राखेर अगाडि बढ्ने भएको हुनाले हामीले युवाहरूलाई हामीले अथवा खेलाडीहरूलाई सम्मान कार्यक्रम पनि हामीले राख्यौँ। र महिलाहरू भेला राखेर समाजवादी आन्दोलनको विषयमा हामीले उहाँहरूलाई पनि हामीले प्रशिक्षित गऱ्यौँ। अनि हामीले पाठेघर र स्तन क्यान्सर लगायत हामीले विभिन्न कार्यक्रम पनि हामीले गऱ्यौँ। र वडाको विषयमा हामीले अथवा वडाले गरिरहेको गतिविधिको विषयमा जनतालाई जानकारी गराउने हिसाबले हामीले जनसभा पनि हामीले राखेका थियौँ गत वर्ष। यसरी हामीले विकास निर्माणसँगै जनताको हितको निम्ति अथवा स्वास्थ्यसँग सम्बन्धित विभिन्न हामीले गतिविधि गरेका थियौँ। अब यो गतिविधिकै क्रममा अब धेरै किसिमका भक्तपुर नगर पनि एउटा उदाहरणीय नगरको रूपमा र वडागत रूपमा त्यही किसिमका कार्यक्रमहरू नगर स्तरीय वडा स्तरीय विभिन्न कार्यक्रमहरू भइराख्दाखेरि आम रूपमा स्थानीय जनताहरूको सहभागितालाई हामीले कतिको प्रोत्साहित गरेका छौँ र कस्तो सहभागिता देख्नुहुन्छ? हाम्रो हरेक कार्यक्रममा स्थानीयहरूकै सहभागी हुन्छ। जस्तै हामीले स्वास्थ्य शिविर गर्ने बेलामा हामी स्थानीयहरूकै सहयोग लिएर हामी गर्छौँ। हाम्रो हरेक विकास निर्माणमा पनि स्थानीयहरूकै सहभागिता हुन्छ, किनभने हामी उपभोक्ता समितिबाट नै काम गर्छौँ। जुन ठाउँमा हामी विकास निर्माण गर्छौँ त्यसैको वरिपरिका दाजुभाइहरूलाई बोलाएर हामी उपभोक्ता समिति बनाएरै हामी अगाडि बढ्ने भएको हुनाले भक्तपुर नगरपालिकाद्वारा गरिने हरेक कार्यक्रममा जनताको सहभागिता छ र जनताले पनि भक्तपुर नगरपालिकालाई साथ दिइरहेको हामीले देखेका छौँ। अब यो दुईवटाको कुरा गर्दाखेरि भक्तपुर नगरपालिका एउटा पछिल्लो समयमा एउटा धेरै छलफलको विषय रहने गरेको यो देकुमिया इतापाकेको कुरा मैले छोड्नुहुन्न। सम्भवतः तपाईँ प्रत्यक्ष रूपमा यसमा संलग्न पनि हुनुहुन्छ। विगतका बसाइहरूमा पनि तपाईँसँग यो कुराकानी हामी धेरै गरेका छौँ। यद्यपि अझै पनि यो सकिएको छैन र यसका कार्यहरू अझै पनि बाँकी छन् भनिराख्दाखेरि मैले अब तपाईँ वडाध्यक्ष र आयोजनाको प्रमुख हिसाबले पनि आयोजनामा पनि बसेर काम गरिरहनु भएको हिसाबले के छ अहिलेसम्मको अवस्था? देकुमिया इतापाकेमा हामीले के काम सम्पन्न गरेर अब कति प्रतिशत बाँकी छ, कसरी अगाडि बढ्दैछ? गत आर्थिक वर्ष प्लानिङको हिसाबले हेर्ने हो भने पनि एउटा महत्त्वपूर्ण वर्ष हो। किन भन्दाखेरि गत आर्थिक वर्षमा हामीले प्लानिङको सम्पूर्ण जग्गा हामीले फिर्ता दियौँ। 2079 मङ्सिर 20 गते हामीले सूचना प्रकाशित गरेर स्थायी पूर्जा लिन आउनको निम्ति हामीले आग्रह गऱ्यौँ। त्यसमा करिब 1200 चान्चुनले त्यसमा लिन मिल्नेमा अहिले करिब 40%ले स्थायी पूर्जा पनि लिइसक्नु भएको छ। अरू विभिन्न हाम्रो दाजुभाइहरूको समस्याले गर्दा त्यो लिन सक्नु भएन। यसमा उहाँहरूलाई हामीले आग्रह गरिरहेका छौँ। अहिले पछिल्लो चरणमा हामीले प्लानिङको कुरा गर्नुपर्दा थप जग्गा र गुठीको जग्गामा अलिकति अब हामीले त्यसमा हाम्रो ध्यान गइरहेको छ। थप जग्गा भएकाहरूलाई जग्गा फिर्ता गर्नको निम्ति
यसमा मूल्याङ्कन गर्नुपर्छ अथवा जग्गाको मूल्य कति पर्छ भन्ने कुरा हामीले गर्नुपर्छ। त्यो हामी अहिले गरिरहेका छौँ। हाम्रो त्यो अन्तिम चरणमा पुगेको छ भने गुठी जग्गाकोमा अलिकति समस्या हामीले देखेका छौँ। किन भन्दाखेरि गुठी जग्गामा उहाँहरूको एउटा कार्यविधिमा के रहेछ भन्दाखेरि प्लानिङ गर्दाखेरि गुठीको जग्गामा जग्गा कटाउन नमिल्ने एउटा उहाँहरूको चाहिँ नेपाल सरकारले बनाइदिएको एउटा चाहिँ नियम रहेछ। त्यही अनुसार उहाँहरूले हाम्रो गुठी जग्गामा यो जग्गा चाहिँ कटाउनु मिल्दैन भन्ने कुरा उहाँहरूले भनिराख्नु भएको छ। यो विषयमा पनि हामीले सम्बन्धित ठाउँमा गएर यो विषयमा पनि हामी छलफल गरिरहेका छौँ। त्यसकारण यो जुन अहिले गुठी जग्गा छ यो थप जग्गा छ उहाँहरूलाई पनि तुरुन्तै वितरण गर्नको निम्ति हामी अगाडि बढिरहेका छौँ। अनि अर्को भनेको हाम्रो त्यो ठाउँमा धेरै हामीले चाहिँ भौतिक निर्माण पनि गर्न बाँकी छ। त्यसकारण यो वर्ष हामीले करिब 60 करोडको हामीले बजेट निर्माण गर्ने गरी हामी अगाडि बढिरहेका छौँ। जस्तै थल नभएको ठाउँमा थल राख्ने, कति ठाउँमा हाम्रो रिटेनिङ वाल बनाउनु बाँकी छ त्यो बनाउने, अनि कति ठाउँमा हाम्रो ग्राभलिङ गर्न बाँकी छ त्यो गर्ने हिसाबले यो वर्ष हामीले 60 करोडको हामीले बजेट बनाउने हिसाबले हामी अगाडि गइरहेको पनि म तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। यो वर्ष 60 करोडको कुरा नगरपालिकाको बजेटले पनि यसलाई सम्बोधन गरेको देखिन्छ। अब यो कुरा गर्दै गर्दा 60 करोड लगानी यो वर्ष काम गर्दा चाहिँ हामीले त्यहाँको भौतिक निर्माणको परिप्रेक्ष्यमा चाहिँ कति प्रतिशत बाँकी रहन्छ? अब अहिलेसम्म भन्दाखेरि त्यहाँ 15-20% मात्र त्यहाँ सम्पन्न भएको होला विकास निर्माणको कुरा अथवा भौतिक निर्माणको। अब बाँकी हामीले यो 3 वर्षमा सकाउने गरी हामी अगाडि बढिरहेका छौँ। त्यसकारण यो वर्ष हामीले 60 करोडको हामीले त्यहाँ विभिन्न ठाउँमा जहाँ जहाँ आवश्यक छ त्यो ठाउँमा हामीले भौतिक निर्माणको निम्ति हामी काम गर्नेछौँ। एउटा सानो समस्या विशेष गरी अब यो क्षेत्रकै कुरा गर्दाखेरि अब यसमा खुल्ला क्षेत्रको पनि कुरा गरिएको छ। हुन त अरू आवास क्षेत्रहरूभन्दा यो क्षेत्र अलिक फरक छ या विकसित छ सुधारिएको छ भन्ने दाबी तपाईँहरूको पनि छ। नगरपालिका आफैले पनि दाबी गरिरहेको अवस्थामा खुल्ला क्षेत्रलाई चाहिँ कसरी सम्बोधन गरिएको छ? अब खुल्ला क्षेत्रलाई जनताको चाहना अनुसार हामीले विभिन्न ठाउँमा हामीले राखिदिएका छौँ अथवा बस्ती नजिक अथवा त्यसलाई विभिन्न ठाउँमा त्यसलाई छरिएर हामीले राखिदिएका छौँ। र जहाँसम्म खुल्ला क्षेत्रलाई वरिपरिकाले नै हामीले व्यवस्थित गर्ने गरी हामीले गर्नु आवश्यक छ। तर केही जनताहरूले खुल्ला क्षेत्रलाई पनि अथवा नगरपालिका आफैले चाहिँ यसलाई पछि सञ्चालन गर्ने अथवा आदि कुराहरू जुन गरिरहेको छ खुल्ला क्षेत्रलाई पछि अब नगरपालिकाले या कुनै निकायले फेरि त्यो एउटा के भन्छ इन्क्रोचमेन्ट भनौँ कि अरूलाई बेच्ने या त्यसमा फेरि नगरपालिका आफूले भवन बनाइदिने हो कि भन्ने पनि शङ्का गरेको हुनाले पनि मैले यही प्रश्न उठाएँ। अब त्यसमा खासै नगरपालिकाले त्यसरी गर्ने भन्दाखेरि पनि स्थानीयहरूसँगै भेला गरेर छलफल गरेर त्यसलाई के कसरी अगाडि बढाउन सकिन्छ त्यो छलफल गरेरै अगाडि बढ्ने हो। फेरि नगरपालिकाले यो बाउन्ड्रिङ वाल लगाउँदैमा त्यो नगरपालिकाको हुने पनि होइन, त्यो संरक्षणको हिसाबले मात्र कुनै ठाउँमा त्यसलाई गरेको हो। त्यसलाई त्यसरी नै लिनु हुनु पनि जनतालाई नै हस्तान्तरण गरेर जनताबाटै केही अब त्यो काम गर्ने या तपाईँले भनेको एउटा संरक्षण गरेर त्यहाँ विभिन्न प्रयोजनमा प्रयोग गर्न सकिने अवस्था चाहिँ रहन्छ। त्यहाँ वरिपरिका जनताहरूसँग नै समन्वय गरेर त्यसरी अगाडि बढ्दा राम्रो देखिन्छ। ओके, पक्कै पनि आम जनता जो कार्यक्रम सुनिरहनु भएको छ र यो विषयमा विशेष त डेकोमिया इतापाकेको क्षेत्रमा जसको जग्गा जमिन छ उहाँलाई सम्बन्धित प्रत्यक्ष रूपमा सम्बन्धित हुनुहुन्छ उहाँहरूको खुल्ला क्षेत्रको विषयमा पनि अलिकति पछिल्लो समयमा गुनासो आएकोले मैले तपाईँ मार्फत यो गुनासोलाई स्पष्ट गराउन चाहेँ। पछि सँगसँगै जस्तै यो त धेरै लामो समय भयो डेकोमिया इतापाकेको सन्दर्भमा, अब पूर्जा फिर्ता लिने या स्थायी पूर्जाकै कुरा आइसके पछाडि अझै पनि समस्या जनताका गुनासो छन् भन्ने मुख्य रूपमा कस्ता किसिमका समस्या चाहिँ अब अझै देखिन्छ? अब अहिले विशेष गरेर जस्तै कतिलाई हामीले जग्गा फिर्ता गऱ्यौँ तर उहाँहरू छिटो बुझ्नु भएको छैन। किन भन्दाखेरि कतिको अब दाजुभाइ 2-3 जना हुने रहेछ, उहाँहरूलाई त्यो बाँडफाँड गर्ने बेलामा त्यो नमिलेको कारणले गर्दा अलिकति त्यो जग्गा फरक होस् भनेर उहाँहरूले चाहनु भएको छ। अब कति हामीले अब घरलाई पनि हामीले थपेर दिँदाखेरि कतिले हामीलाई यो थपेर दिएको यो आवश्यक पनि छैन, हामी किन्न सक्दैनौँ पनि भनिरहेछ, कतिले त्यो थपेर दिएको पुगेन भनेर पनि भनिरहेछ। यसरी विभिन्न समस्याहरू हामीले देखेका छौँ। निश्चय पनि केही अब साथीहरूले त्यहाँ निवेदन पनि राखिराख्नु भएको छ, उहाँहरूको निवेदनलाई अहिले हामीले हेर्दै पनि छौँ र जसलाई हाम्रो नीति नियम र हाम्रो रिप्लोटिङको नीति नियम अनुसार समस्या भएको छ उहाँहरूलाई हामीले सम्बोधन गर्ने गरी हामी अगाडि पनि बढिरहेका छौँ। अनि अर्को अलिकति ढिला भयो भन्ने कुरा पनि छ। निश्चय पनि यो जग्गा रोका गरेको 8-10 वर्ष भयो, तर 8-10 वर्ष हुँदैमा हामीले 2075 सालसम्म हामीले जग्गा बिक्रीको पनि हामीले सुविधा दिएका थियौँ। खालि त्यो किताकाट मात्र हामीले नगराएको हो।
अनि जस्तै अंशबन्धा गर्नु पर्यो भने हामीले कुनै समय पनि हामीले रोकेका छैनौँ, सधैँ हामीले सिफारिस दिइरहेका छौँ। खालि यो हाम्रो किताकाट मात्र गर्न नदिएका हौँ। त्यसकारण यसलाई जुन ढिला भयो भन्ने कुरा हो, यसमा अलिकति हामीले सोच्नु पनि पर्छ। बिचमा भूकम्प पनि आयो, बिचमा कोभिड पनि आयो, अहिले आर्थिक मन्दीले पनि समस्या भइरहेको हुनाले यी कारणले गर्दा ढिलो भएको। अब यसलाई हामी सकेसम्म छिटोभन्दा छिटो सम्पन्न गर्नको निम्ति हामी अहिले अगाडि बढिरहेका छौँ। चाहिँ हाम्रो रूपमा जनताका समस्याहरूलाई सम्बोधन हुँदै जानेछ भन्ने विश्वास चाहिँ दिलाउन सकिन्छ। वडा नम्बर 2 कै सन्दर्भमा कुराकानी गर्दै गर्दा तपाईँले सुरुमा पनि त्यहाँ सम्पन्न योजनाहरूको विषयमा सरसर्ती कुराकानी गऱ्यौँ। अब यसमा प्रमुख रूपमा अब आगामी वर्षका लागि हामीले यो काम चाहिँ जस्तै विभिन्न नगरस्तरीय वडा स्तरीयका कार्यहरू होला, के काम चाहिँ हामीले विशेष रूपमा गर्न खोज्दैछौँ? अब विशेष गरेर हाम्रो वडामा यस वर्ष अब सडक बोर्डको हिसाबले हामीले इताछेमा त्यो बाटोको वरिपरि ढुङ्गा छाप्ने हामीले गत वर्ष पनि गऱ्यौँ, तर गत वर्ष सम्पन्न नभएको हुनाले यसै वर्ष पनि हामीले त्यसमा बजेट राख्यौँ। त्यसपछि नगरस्तरीयको रूपमा हाम्रो यो शहीद स्मृति खेल मैदानको विषयमा नै हामीले अगाडि ल्याएका छौँ। विशेष गरेर यसभन्दा अगाडि त्यसको चाहिँ त्यो डिजाइनहरू नसकेको कारणले गर्दा अलिकति हामीले समस्या भयौँ। त्यसमा यो वर्ष पनि हामीले नगरस्तरीयको रूपमा शहीद स्मृति खेल मैदानलाई नै बजेट राख्यौँ। र वडा स्तरीय रूपमा अब विभिन्न ठाउँमा चाहिँ हाम्रो यो ढुङ्गा छाप्ने, जस्तै अब हामीले वडा कार्यालय पछाडिको त्यहाँ विभिन्न गल्लीहरूमा ढुङ्गा छाप्ने पनि हामीले योजना राखेका छौँ। अनि बालाखु गने देउछेमा एउटा त्यो सिंहको मूर्ति छ, एउटा भएन, त्यो पनि राख्ने हिसाबले हामीले राख्यौँ। अनि अर्को चाहिँ हाम्रो यसमा पोखरी मर्मत, विशेष गरी यो तवाहिटीसँगैको पोखरी मर्मत कार्य गर्ने पनि हामीले योजना राख्यौँ। अनि यो इन्द्रायणी पीठ अगाडि जुन यो टुरिस्टहरू जुन आउँदाखेरि ठ्याक्कै देख्ने त्यो ढुङ्गे डाँडा छ, त्यसको निकास बन्द भएको हुनाले यो वर्ष सकेसम्म त्यसलाई पनि हामीले चाहिँ मर्मत खुला गर्ने हिसाबले हामीले बजेट व्यवस्था गरेका छौँ। अनि यस्तै यो शहीद उद्यानसँगै त्यहाँ पाती पनि एउटा मर्मत गर्नुपर्ने छ, त्यसमा पनि हामीले बजेट राख्यौँ। त्यस्तै खुसु चोकमा ढुङ्गा छपाई कार्य, अनि ठुलो ब्यासी गल्ली चोकमा त्यहाँ ढुङ्गा छपाई सडक बत्तीको व्यवस्थापनको लागि पनि हामीले बजेट राखेका छौँ। अनि कालढचा भन्ने छ, त्यहाँ पनि हामीले मर्मत गर्नुपर्ने देख्यौँ, त्यहाँ पनि हामीले बजेट राख्यौँ। उता ठुलो ब्यासीमा पनि 3 धाराको निकास हुन्छ, यो वर्ष पनि हामीले राखेका छौँ। यो वर्ष हामीले गर्न सकेनौँ, अर्को वर्ष हामीले त्यो निकास खोल्ने पनि हामीले गर्नेछौँ। अनि एउटा ठुलो ब्यासीमा एउटा गेट पनि छ, त्यसलाई अलिकति यो बत्तीको व्यवस्थापन गरेर अलिकति व्यवस्थित गर्ने हिसाबले हामीले बजेट राख्यौँ। अर्को पर्टी जग्गा संरक्षणलाई पनि हामीले यो वर्ष विशेष बजेटको व्यवस्था गर्दै हामी अगाडि बढ्न खोजेका छौँ। अब विशेष त भक्तपुर नगरको पुरानो क्षेत्रमा चाहिँ सानोतिनो समस्याहरू पनि अलिक ठुलो समस्याको रूपमा आउने रहेछ। बजेटमा त्यति धेरै फरक नपर्ने, तर तपाईँले भन्नुहुन्छ जनताको समस्या चाहिँ त्यस सानोतिनो समस्याले पनि दैनिक जीवनमा असर पर्ने र त्यसलाई चाहिँ अलिक चाँडै सम्बोधन भइदियो भने या गर्न सक्यौँ भने चाहिँ त्यसले परिणाम चाहिँ राम्रो ल्याउने जस्तो देखियो। सानसाना जस्तै पोखरीका कुरा गर्नुभयो, यो निकास बन्द भएका कुराहरू, अनि त्यहाँ अब जस्तै यो इन्द्रायणी पछाडिकै धारा अहिले पनि पानी नियमित आइरहेको छ, त्यहाँ चाहिँ लुगा धुन मनाइ छ भनेर पनि लेखिएको छ। त्यो जाम हुने गर्दाखेरि मैले आफै पनि एकपटक त्यहाँ जाँदाखेरि अब केही मानिसहरूले त्यो प्रयोग गरिरहेको, त्यसरी नै नुहाउने लुगा धुने काम गरिराख्दाखेरि अलिक समस्या भएको पनि देखियो। म आफैले पनि प्रत्यक्ष रूपमा देखेको हुनाले मैले तपाईँलाई पनि जानकारी गराएँ। अब त्यहाँ त नियमित 24 घण्टा पानी आइराख्ने ठाउँ, अब त्यो पानी अब खेर पनि गइराख्यो एकातिर, त्यसलाई उपयोग गर्ने या त्यसलाई प्रयोग भयो कि भएन, उपयोग भयो कि भएन, दुरुपयोग पो भयो कि भन्ने विषयमा पनि अलिकति कहिलेकाहीँ यसो जाँदाखेरि सजिलो हुन्छ भन्ने मैले यो कार्यक्रम मार्फत राख्न चाहेँ। अब समग्र रूपमा हुन त भक्तपुरका विभिन्न कार्यहरूमा प्रत्यक्ष रूपमा जनताको सहयोगको कुरा अघि नै गरिसकेँ मैले। अब जनता बुझ्दाखेरि अब युवाहरू कतिको हामीले लक्षित गर्न सक्यौँ, युवाहरूलाई वडाका या नगरस्तरीय यी यस्ता विभिन्न गतिविधि, शिक्षा, स्वास्थ्य, कृषिसँग सम्बन्धित गतिविधिमा युवा परिचालन गर्न सक्यौँ कि सकेनौँ, के छ? अब अहिलेको समयमा युवा परिचालन अलिकति समस्या देखेको छ, तर जो युवाहरू विभिन्न समूहमा बसेर, विभिन्न टिम, क्लब, विभिन्न समितिमा बसेर काम गर्नुहुन्छ, उहाँहरू हामीले उपभोक्ता समितिमा राख्नलाई पनि उहाँहरू अथवा बस्नलाई उहाँहरू आउनुहुन्छ। त्यस्तै विभिन्न हामीले कार्यक्रम गर्ने बेलामा पनि उहाँहरू आउनुहुन्छ। तर जो युवाहरू अब विभिन्न समितिमा बस्नुहुन्न अथवा चाहिँ हाम्रो सम्पर्कमा आउनुहुन्न, उहाँहरू अलिकति हामीले समस्या देखेका छौँ। यो विषयमा हाम्रो विभिन्न अभिभावकहरूबाट पनि यो विषयमा अलिकति वडा कार्यालयबाट ध्यान दिनुपर्ने हो कि यो युवाको विषयमा त्यो पनि आइरहेको छ।
त्यसकारण अब विभिन्न समितिमा बस्नेहरू त आइराख्नु भएको छ, त्यसमा समस्या भएन। अब त्योभन्दा पनि अरू युवाहरूलाई पनि हामीले समेट्ने हिसाबले हामीले काम गरिरहेका छौँ। तर हामीले उपभोक्ता समिति गठन गर्ने बेलामा केही युवा साथीहरू पनि आउनुहुन्छ, त्यसमा बसेर काम गर्नुहुन्छ। अहिले पनि धेरै ठाउँमा हामी उपभोक्ता समितिको अध्यक्ष सचिव अथवा मुख्य पदहरूमा हामीले युवाहरूलाई नै राखेर हामीले काम गरिरहेका छौँ। तर समग्र रूपमा अझ हामीले धेरै युवाहरूलाई समेट्न बाँकी छ। सायद यो आउँदा वर्षहरूमा यसमा अलिकति हामी ध्यान दिनेछौँ। योसँगै भक्तपुरको मूल समस्याको रूपमा अब पछिल्लो समय पार्किङ र फुटपाथको कुरा पनि हामी आइरहेकै छ। खानेपानी त्योसँग जोडिएको विषय छँदैछ। अलिकति फुटपाथको तपाईँको वडाको क्षेत्रमा केही कोर एरिया पनि छ, केही विस्तारित क्षेत्र पनि छ, पिच रोड पनि छ। यसमा चाहिँ हामीले फुटपाथको समस्या कस्तो पाउँछौँ, कतिको समाधान भइरहेको छ? अब फुटपाथ खासै अहिलेसम्म व्यवस्थित त छैन, किन भन्दाखेरि विशेष गरेर त्यो पसल भएका दाजुभाइहरूले आफैले त्यो प्रयोग गरिरहेको हामीले देखेका छौँ। त्यसलाई हामीले व्यवस्थित गर्नु आवश्यक छ। हुन त हामीले भनिरहेका छौँ यो विषयमा। सायद यो नगर प्रहरी भएपछि यो समस्याहरू बिस्तारै समाधान पनि हुँदै जान्छ होला। अब पार्किङको विषयमा हामीले भक्तपुर नगरको विशेष गरी यो पुरानो क्षेत्रलाई व्यवस्थित बनाउनको निम्ति हामीले विभिन्न ठाउँमा पार्किङको व्यवस्था गर्दै आयौँ। जस्तै यता सिद्धपोखरी, यता नौपोखुसँगै यता नगरपालिका अगाडि नै हामीले पार्किङको व्यवस्था गऱ्यौँ। अहिले पनि हामीले दरबार स्क्वायरको जुन त्यहाँ हामी पार्किङ गर्छ त्यसलाई व्यवस्थित गर्नको निम्ति नगरपालिका अगाडि नै हामीले पार्किङ गराउने हाम्रो छलफल भइरहेको छ। त्यसकारण पार्किङलाई पनि हामीले विशेष फोकसको रूपमा हामीले हेरिरहेको छौँ। यसैले मैले जोडेँ, जस्तै खौमाकै पार्किङ तपाईँले खोज्नु भएको जस्तो लाग्यो। विशेष गरी अब यो वडा नम्बर 1 र 2 सँगै जोडिएको भयो। सिद्धपोखरीबाट भित्र छिर्ने बाटो भनेको चाहिँ अब यो इताछेबाट आउने नै बाटो भयो। यो रोड एकदमै पुरानो क्षेत्र पनि हो र अलिकति पिच भएको हिसाबले अलिकति सहज पनि भयो। त्यही भएर यो रोडबाट छिर्ने जति पनि ट्याक्सी सानसाना 4 पाङ्ग्रे 2 पाङ्ग्रे पनि भयो, 4 पाङ्ग्रे भयो, यो एकदमै साँघुरो ठाउँ छ। र यहाँ अब वान वे, यो त वान वेको हिसाबले मात्र प्रयोग गर्न सकिन्छ। तर अहिले 2 वेको हिसाबले प्रयोग भइराख्दाखेरि यो बाटो प्राय जाम नै हुने गर्छ। तपाईँ आफैले पनि देख्नुभएको होला। र धेरैले यसलाई विकल्पको रूपमा यो चाहिँ वान वे गरिदिनुपर्छ या यहाँ 4 पाङ्ग्रे गाडी गुडाउनै हुँदैन भन्ने कुरा पनि आयो। तपाईँले भन्छ पार्किङ जस्तै मिनी बस पार्क या सिद्धपोखरी वरिपरि नै पार्किङ गरिनुपर्ने र खौमासम्म नपुग्दाखेरि राम्रो होला कि जस्तो भनेको जनताको कुरा छ। के छ यसमा? अब त्यो समस्या हामीले देखेका छौँ। त्यसकारण हामीले स्थानीयहरूको भेला गरेर एकचोटि हामीले राय सुझाव पनि लियौँ खौमाको पार्किङको विषयमा। अनि राय सुझाव लिइसकेपछि उहाँहरूबाट विभिन्न राय सुझाव आएको छ। त्यसमा हामीले वडा समितिमा बसेर अहिलेलाई शनिबार एक दिन विशेष गरेर यो ट्याक्सीहरू रोक्नु पर्ला कि अथवा यता नपुखु नै रोक्नु पर्ला कि भनेर अहिले छलफल भइरहेको छ। यो निर्णयमा हामी पुगेका छैनौँ। यो विषयमा हामी व्यापक रूपमा छलफल गरेर एउटा निर्णयमा हामी पुग्नेछौँ र अहिलेलाई हामी ट्याक्सीलाई मात्र रोकेर बाइकलाई नरोकिकन त्यसरी हामी अगाडि बढ्दा ठिक हुन्छ कि भनेर साथीहरूबाट सुझाव चाहिँ आइरहेको छ। अब यससँग पार्किङको सन्दर्भमा पकेट पार्किङको पनि एकचोटि कुरा आएको हो। नगरपालिकामै नगरसभामै मलाई लाग्छ यो कुरा उठाएको, तर यसपालि यो पकेट पार्किङ भन्ने शब्द देखिएन जस्तो लाग्यो मलाई। अब नगरको वरिपरि नगर कोर क्षेत्र मुख्य क्षेत्र प्रवेश नगर्दै बाहिर पार्किङ गराउन सकियो भने यसलाई अझ सुन्दर हुन्छ जस्तो लाग्छ मलाई। के छ यसपालि पार्किङको योजना भक्तपुर नगरकै कुरामा के छ? नगरसभा या बजेटमा केही सम्बोधन भएको छ? हामीले पार्किङको लागि हामीले बजेट व्यवस्थापन गरेका छौँ। मैले अघि पनि भने यस वर्ष हामीले नगरपालिका अगाडि नै एउटा चाहिँ पार्किङको व्यवस्थापन फेरि हामीले नयाँ ठाउँ हामीले खोजेका छौँ र हाम्रो हुन त त्यो पद्म माध्यमिक विद्यालयको जुन त्यो ग्राउन्ड छ त्यो विषयमा पनि छलफल भइरहेको छ नगरपालिकासँग। त्यस्तै हामीले तौमडीको पार्किङलाई पनि व्यवस्थापन गर्नको निम्ति हामीले भेलुखेलतिर हामीले त्यो छलफल चाहिँ हामीले गरिरहेका छौँ र भक्तपुर नगरभित्र विशेष गरेर त्यहाँ अहिले जुन त्यो सवारी साधन हामीले देखेका छौँ त्यसलाई हामीले ठाउँमै रोक्ने हिसाबले हाम्रो त्यो काम अगाडि बढिरहेको छ। मलाई लाग्छ यो 2-4 महिनामै 1-2 ठाउँमा हामीले त्यो चाहिँ सुरु गर्नेछ। एकदम सकारात्मक रूपमा हामी अगाडि बढ्दैछौँ। चाहिँ हाम्रो रूपमा विगतमा देखिएका पार्किङका समस्यालाई यो आर्थिक वर्षमा केही हदसम्म सम्बोधन पक्कै पनि हुनेछ भन्ने हामीले आशा गरेका छौँ। विशेष अब योसँगै खानेपानीको समस्या नौलो समस्या हुँदै हेर भक्तपुरको लागि विगत लामो समयदेखि हामी खानेपानी समस्या भोग्दैछौँ र यो वर्ष अलिकति केही हदसम्म मेलम्चीले केही सपोर्ट गरेको हो कि भन्ने देखिन्छ। वडा नम्बर 2 को हकमा के छ? खानेपानीले कतिको जनतालाई सहजीकरण गरेको देखिन्छ? वडा नम्बर 2 मा सुरुमा सबभन्दा खानेपानीको समस्या हुने ठाउँ भनेको इटाछे थियो। अब त्यसबेला हामीले
सल्लाहगारीमा बोर्डिङ गरेर त्यहाँ नगरपालिका आफैले त्यहाँ पैसा खर्च गरेर फिल्टर गरेर त्यसको पानी हामीले इताछीमा ल्याएर वितरण गरेका थियौँ। त्यसबाट केही समस्या समाधान भएको थियो। तैपनि मेलिन्ची नआएसम्म त्यो समस्या भइरहेको थियो। जब मेलिन्चीको पानी आयो त्यसपछि इताछीमा त्यो समस्या देखिएन। त्यसपछि बिस्तारै यता चाहिँ सानो ब्यासी ठुलो ब्यासीमा पानीको समस्या हुन गयो र हामीले त्यहाँ कसरी पानीको व्यवस्थापन गर्ने भनेर छलफल गर्दै जाँदा हामीले खोमाबाट चाहिँ पाइप लग्ने त्यहाँ छलफल भएको कुरा भयो र हामीले पहिलाकाहरूसँग छलफल गर्दै जाँदा खोमाबाट सानो ब्यासीसम्म चाहिँ पाइप राखिरहेको पनि हामीले जानकारी पायौँ। त्यसपछि हामीले एक दिन ठाउँमा खोल्यौँ, हामीले त्यहाँ खनेपछि साँच्चै पाइप राखिरहेको रहेछ। अनि त्यहाँबाट चाहिँ हामीले मेलिन्चीको पानी खोमाबाट लगेपछि यता सानो ब्यासी एरियामा चाहिँ अहिले पानीको समस्या खासै देखिएन। अहिले पहिला धेरै डेलिगेसन आउनुहुन्छ, अहिले खासै त्यस्तो देखिएन। तर अलिकति समस्या अहिले ठुलो ब्यासी अलिकति चाहिँ हाइटमा परेको हुनाले ठुलो ब्यासी र कासन एरियामा अलिकति अहिले समस्या देखेका छौँ। त्यसलाई पनि कसरी हामीले व्यवस्थापन गर्न सकिन्छ, कहाँबाट पाइप लग्न सकिन्छ, हामी त्यो हेरिरहेका छौँ। र पहिलाको तुलनामा अहिले धेरै खानेपानीको समस्या समाधान भइसकेको छ। मेरो विचारमा 2 नम्बर वडामा करिब 70-80% लाई पानी वितरण भइसकेको छ भने केही अब जनताहरूलाई मात्रै त्यो समस्या हामीले देखेका छौँ। त्यसलाई पनि हामीले तुरन्तै अब पुरा गर्ने हिसाबले हामीले कहाँबाट कसरी पाइप लाग्दा हुन्छ त्यो हामी खानेपानीसँग नै छलफल गरिरहेका छौँ। यो सकारात्मक पक्ष यो पनि एउटा खानेपानीमा अब 80% जनताको पहुँच हुनु भनेको हाम्रो लागि एउटा खुसीकै कुरा मान्नुपर्छ। अझै पनि केही वडाहरूमा खानेपानी नपुगेकै क्षेत्रहरू पनि बाँकी छन्। त्यो हिसाबले चाहिँ वडा नम्बर 2 मा सुखद नै मान्नुपर्छ यो नतिजालाई। पक्कै पनि श्रोताबिन, भक्तपुर नगरपालिकाको रेडियो कार्यक्रम खोपस भक्तपुर आवाजको आजको बसाइमा हामी भक्तपुर नगरपालिका वडा नम्बर 2 सँग सम्बन्धित रहेर गएको आर्थिक वर्ष 2079-80 को सम्बन्धमा सिंहावलोकन र आगामी आर्थिक वर्षका विषयमा कुराकानी गर्दैछौँ। र यो कुराकानीका लागि हामीसँग हुनुहुन्छ भक्तपुर नगरपालिका वडा नम्बर 2 का वडाध्यक्ष हरिप्रसाद वासुकला। लगभग यो कार्यक्रमको हामी अन्ततिर आइसक्यौँ र कार्यक्रम सुनिरहनु हुने सम्पूर्ण जनताहरू र वडा नम्बर 2 का जनताहरूमा तपाईँ वडाध्यक्षको हिसाबले के भन्न चाहनुहुन्छ? सबभन्दा पहिला म भक्तपुर नगरपालिका वडा नम्बर 2 को आर्थिक वर्ष 2079-80 को विभिन्न गतिविधिको विषयमा र 80-81 को योजनाको विषयमा जुन राख्ने अवसर दिनुभयो यसको लागि म भक्तपुर एफएमलाई धेरै धन्यवाद दिन चाहन्छु। विगतको वर्षमा जस्तै यस वर्ष पनि हाम्रो वडामा हुने विभिन्न विकास निर्माणमा तपाईहरूले सहयोग गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु। र विशेष गरेर हामीले प्लानिङमा पनि हामीले भौतिक निर्माणको धेरै काम गर्नुपर्ने भएको हुनाले तपाईहरू यसमा पनि सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिँदै म यहाँहरू सबैलाई धन्यवाद पनि दिन चाहन्छु र बिदा पनि हुन चाहन्छु। धन्यवाद। हस् त, भक्तपुर नगरपालिकाको रेडियो कार्यक्रम खोपस भक्तपुर आवाजको लागि व्यस्तताका बावजुद पनि यो विशेष समय दिनुभयो र वडा नम्बर 2 सँग सम्बन्धित भएर विभिन्न गतिविधि जानकारीहरू राखिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। धन्यवाद। पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति। भक्तपुर नगरपालिकाको प्रस्तुति खोपस भक्तपुर आवाज। श्रोताबिन, कार्यक्रममा पुनः स्वागत। तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर नगरपालिकाको रेडियो कार्यक्रम खोपस भक्तपुर आवाजको सोमबार विशेष श्रृङ्खला। आजको बसाइमा विगतका श्रृङ्खलाहरू जस्तै भक्तपुर नगरपालिकाका विभिन्न वडाहरूको वडागत सिंहावलोकनको क्रममा भक्तपुर नगरपालिका वडा नम्बर 2 का वडाध्यक्ष हरिप्रसाद वासुकलासँगको कुराकानी जोड्यौँ। र यस श्रृङ्खलामा हामीले 2079-80 मा वडागत रूपमा भएका विभिन्न गतिविधि र विभिन्न विकास निर्माणका कार्यमा जनताको सहभागिता र समस्या समाधानका विषयमा हामीले कुराकानी गऱ्यौँ। आजको बसाइ तपाईँलाई कस्तो लाग्यो? हामीलाई प्रतिक्रिया अवश्य पठाउनुहोला। भक्तपुर नगरपालिकाको रेडियो कार्यक्रम खोपस भक्तपुर आवाजको ठेगानामा हामीलाई पत्राचार गर्न सक्नुहुनेछ भने फेसबुक पेज भक्तपुर म्युनिसिपालिटी वा युट्युब च्यानल खोपस KSWPASA मार्फत पनि कमेन्ट्स गरेर हामीलाई प्रतिक्रिया दिन सक्नुहुनेछ। कार्यक्रम तयार पार्न आवश्यक सल्लाह दिनुहुने रविन्द्र ज्याखो र दिपेन्द्र प्रजापतिप्रति हार्दिक आभार र कार्यक्रममा प्रविधिमा सहयोग गर्नुहुने दाजु राजेश आडालाई विशेष धन्यवाद र खोपस कार्यक्रम तयार पार्न सहयोग गर्नुहुने सम्पूर्ण सहकर्मीहरूलाई हार्दिक धन्यवाद दिँदै आगामी बुधबारको श्रृङ्खलामा पुनः भेट्ने बाचाका साथ म तपाईँको आफ्नै प्रस्तुता रविन्द्र प्रसाद कोशी लगायत सहकर्मीहरू र खोपस परिवारलाई पनि बिदा दिनुहोस्। हस्त नमस्कार। तपाईँको समय शुभ रहोस्।